चाहिँ उसको आमाले चाहिँ चारो ल्याइदिएर खुवाउँदैछ यसरी ढुकुरको बच्चालाई। यो चाहिँ भर्खर उड्नु थालेको हो नि त, उड्नु थालेको बच्चा। कति माया है। अनि यो रुख चाहिँ अहिले चाहिँ ठुलो भइरहेको छ। यस्तो मौसम निलो आकाश। अनि यहाँ चाहिँ बहुभाषिक पाठशाला भवन यस्तो मजाको देखिरहेको छ। झन्डाहरू फक्राइरहेको छ। यो जात जाति सङ्घ संस्थाको झन्डाहरू। अनि चाहिँ कुरा सुन्दैछ। ल राम्रो चारो खुवाउनु है तेरो बच्चालाई। आजको मौसम चाहिँ यस्तो सफा छ है। बहुभाषिक पाठशाला भवन यस्तो मजाको देखिरहेको छ। झन्डाहरू फक्राइरहेको छ। यो जात जाति सङ्घ संस्थाको झन्डाहरू हामी देख्न सक्छौँ। भनेदेखि माथि खुस्रे क्याम्प यस्तो दामी देखिरहेको छ। खुस्रे स्कुल त्यसै गरी माथि भ्यू पोइन्ट माथि, अनि त्यसै गरी अलिकति तलतिर सारङ्गा यस्तो दामी देखिरहेको छ। अनि माथि भेरेटार अनि पाथिभाडा यसरी देखिरहेको छ। आजको मौसम एकदम खुलेको छ है। अहिले 3 बजीतिरको। अनि त्यसै गरी चिन्डे डाँडा देखाउँ हामी। चिन्डे डाँडा अब चाहिँ हामी पुरै देखाउँ। यस्तो दामी छ हेर्नुहोस् त मौसम, निलो आकाश। अनि यहाँ चाहिँ यो त्यसबाट अनि यो रुख चाहिँ अहिले चाहिँ ठुलो भइरहेको छ। माथि एउटा ढुकुरको बच्चा पनि माथि बसिरहेको छ। लाइट परेको त्योबाट देखेन। अहिले चाहिँ उसको आमाले चाहिँ चारो ल्याइदिएर खुवाउँदैछ यसरी ढुकुरको बच्चालाई। यो चाहिँ भर्खर उड्नु थालेको हो नि त, उड्नु थालेको बच्चा। कति माया है। बच्चालाई खुवाउँदैछ चारो।